नमस्ते, म पूर्व टिम क्याप्टेन मानबहादुर श्रेष्ठ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडी। सबैजनालाई आज एउटा गेमको बारेमा चाहिँ जानकारी दिलाउन गइरहेको छ, जुन गेम चाहिँ जापानमा हुन गइरहेको छ। 2025 जुलाई 2 का दिन बोराफाट समाजले दोस्रो जुन खुल्ला पुरुष भलिबल प्रतियोगिता बोराफाट समाज कप भनेर चाहिँ राख्नु भएको छ। उहाँहरूको लागि चाहिँ विशेष शुभकामना दिन चाहन्छु र जुन यो गेम चाहिँ साइतामा टोडा स्पोर्ट्स सेन्टर जापानमा हुन गइरहेको छ। तपाईहरु त्यहाँ यदि नजिक हुनुहुन्छ भने फेरि पनि एकचोटि म हजुरहरुलाई जानकारी गराउँछु। 2025 7 महिना 2 गतेका दिन चाहिँ 2 तारिकको दिन चाहिँ यो बोराफाट समाजले खेल आयोजना गर्ने भएको छ। यसमा चाहिँ विशेष कुरा के रहेको छ भने चाहिँ प्राइज एकदमै राम्रो रहेको छ। फर्स्ट प्राइज करिब 4 लाख माथिको रहेको छ भने यसबाट चाहिँ म अलरेडी पहिला पनि खेलिसकेको थिएँ बोराफाट समाज क्लबबाट। सो त्यही भएको कारणले गर्दा चाहिँ बोराफाट समाजलाई फेरि पनि एकपटक अग्रिम शुभकामना दिन चाहन्छु। खेलहरू राम्रोसँग सुसम्पन्न होस् र खेलाडीहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु। अग्रिम जितको शुभकामना दिन चाहन्छु। धन्यवाद। जय भलिबल।